नमस्ते, मेरो नाम निर्मला अवस्थी। मैले आज हिन्दी पुस्तक गुनाहोका देवता धर्मवीर भारतीले लेख्नुभएको र त्यसको केही आफ्नो मनमा लागेको अथवा मैले बुझेको कुराहरू व्यक्त गर्न चाहन्छु। यसमा चाहिँ दुईजना यसको सुरुवात एउटा बुवाले उसँग छोरी हुन्छ, आमाको मृत्यु हुन्छ अनि छोरा जस्तै भनौँ न, छोरा त होइन तर केटा मान्छे पाल्छ के सानैदेखि गोद काख लिन्छ हुन्छ अनि उनीहरू उसको छोराछोरी जस्तै लिन्छ होला, तर उनीहरू छोराछोरी हुँदैनन्। उनीहरूसँगै हुर्किन्छन्, पढ्छन्, बढ्छन् अनि उनीहरू बिच एक प्रकारको प्रेम सम्बन्ध, त्यो दाजुभाइ जस्तो नि होइन, त्योभन्दा फरक खालको सम्बन्धको विकास हुन्छ, जसले उनीहरू छुट्टिन नसक्ने अथवा सँगै बस्न चाहने जस्तो भाव आउँछ। तर अन्त्यमा केटाकै स्वीकृतिमा उनीहरूको केटीको बिहे हुन्छ अनि बिहे विवाह पश्चात चाहिँ केटी आफ्नो मनमा अनेकता सोच्छ, केटासँग बस्न नपाएको गुनासो रहन्छ अनि परिवारसँग बस्न नपाएको गुनासो रहन्छ। परिवारले उसको केटीको परिवारमा चाहिँ अब नयाँ सम्बन्धको विकास हुन्छ अनि त्यसले गर्दाखेरि केटीमा चिन्तित हुन्छ, विभिन्न रोगहरू लाग्ने अनि त्यो बिचमा उसले आफ्नो परिवारको सम्बन्ध जस्तै धार्मिक हुने पुस्तकहरू पढ्ने टाइपको देखाउँछ। अनि केटा चाहिँ त्यो बिचमा फेरि विभिन्न सम्बन्धहरू, विभिन्न सोचाइको कारण रिसाउने, त्योसँग आफू बस्न नपाएको भन्ने जस्तो देखाउने, उसको केटीको पत्रहरू चाहिँ रिप्लाई नगर्ने टाइपको देखाउँछ। त्यसले खै अनि फरक केटीहरूसँग, मतलब उसको चिनजानको अरू केटीहरूसँग सम्बन्ध विकास हुन्छ। त्यो कारणले गर्दाखेरि त्यस्तो आउँछ। तर केटोको मानसिक अवस्था सन्तुलन नभएको कोही जस्तो लाग्ने, केटीको पनि त्यस्तै छ छन चाहिँ, उनी सुखी चाहिँ छैन, तर केटी नि मानसिक अवस्था सन्तुलन नभएको कारणले दुवैको अवस्था त्यस्तै रहन्छ। अनि लास्टमा चाहिँ एउटा मध्यम मार्गी, केटीले आफ्नो भावना पोख्छ, केटाले आफ्नो भावना पोख्छ, उनीहरू बिचको अविश्वास जो थियो नि त्यो अन्त्य हुने समयमा चाहिँ हुन्छ। त्यसरी नै चलिरहेको हुन्छ र अन्त्यमा केटी चाहिँ बिरामी हुन्छ। अस्वस्थताका कारण उसलाई उसको परिवारमा पनि समस्या आउँछ। ऊ विभिन्न धार्मिकताका पुस्तकहरू पढ्न जान्छ, त्यस्तो भइरहेको हुन्छ। अन्त्यमा चाहिँ केटीको मृत्युसम्म नै हुन्छ क्या। हो, यसरी सरस्वती बुझ्दाखेरि चाहिँ सम्बन्धहरू किन, मतलब हामीले बताउनै पर्छ त्यो सम्बन्धलाई कुन स्तरमा, कस्तो पक्षसँग जोडेर विकास गर्ने र कसरी दिगो राख्ने भन्ने चाहिँ बुझियो। अनि किन, मतलब सम्बन्ध चाहिँ के शारीरिक सम्बन्ध मात्रै हो अथवा यो भावनात्मक सम्बन्ध मात्रै हो, पवित्रता अपवित्रता भन्ने कुराहरू चाहिँ किन यसले विस्तार कसरी व्याख्या गर्ने भन्ने हुन्छ। अनि के सधैँ पवित्र नै रहने, त्यही कारणले पवित्र हुने भन्ने जस्तो देखाउँछ। यसमा चाहिँ मलाई मन परेको कुरा चाहिँ प्रेम सम्बन्ध के शारीरिक सम्बन्धसम्मको मात्रै यात्रा हो, त्यो चाहिँ मलाई एकदम गजब लाग्यो क्या। किन, मतलब त्योभन्दा माथि उठ्न सकिँदैन, किन त्यो नै अन्त्य हुन्छ शारीरिक भोग भन्ने जस्तो देखाउँछ। र अन्त्यमा यस मजा आयो, यही हो। धन्यवाद। अर्को भिडियोमा भेटौँला।